साथीहरु नमस्ते स्वागत छ हजुरलाई मेरो युट्युब च्यानलमा सबै सन्चै आरामै हुनुहुन्छ होला म पनि सन्चै छु अनि आज चाहिँ म यो मेरो ब्याकग्राउन्डको दृश्य देखेर हजुरहरूले थाहा पाउन सक्नुहुन्छ म चाहिँ गाउँ आएको छु गाउँ चाहिँ पाल्पा अनि धेरै जनाले मलाई पाल्पा हजुरको गाउँ हजुरको माइत हो कि घर हो भनेर सोध्नुहुन्छ यो चाहिँ मेरो घर बुढाको घर हो हाम्रो चाहिँ भान्साकोठा यस्तो छ है उस यो हाम्रो सुत्ने कोठा चाहिँ प्लास्टरसितको छ तर हाम्रो भान्साकोठा चाहिँ पुरानै छ नि त टक्क हावा आगो फुक्दा पनि भित्र धुवा जम्मा नहोस् भनेर यस्तो के भन्छ यो चर छ अनि त्यसपछि हामी लगभग धेरै जसोलाई थाहा छ हामी हप्ते पछि घर आउँछौँ भनेर नजिकै छ सालजनीदेखि यहाँ अटोमा 20-25 मिनट लाग्छ अनि त्यही भएर हामी शुक्रबार आउँछौँ शनिबार बस्छौँ आइतबार खाना खाएर स्कुल भेट्न झर्छौँ अनि त्यसपछि अहिले अनि आज पनि भोलि छुट्टी छ नि त त्यही भएर हामी आज हिजो आएको अनि आज चाहिँ बुवाले हामी आउँदा धेरै जसो हाम्रो घरमा कुखुरा काट्नुहुन्छ लोकल कुखुरा घर भयो घरेको काट्नुहुन्छ न त खोजेर गाउँमा खोजेर लिएर लोकल कुखुरा काट्ने गर्नुहुन्छ अनि आज पनि काट्दै हुनुहुन्छ अनि सधैँ खाइन्थ्यो बनाएर खाइन्थ्यो आज चाहिँ म भिडियो बनाउने सोचिरहेको छु किनभने पछि सम्झना पनि हुन्छ अनि खाना बनाउने पनि सबैको आफ्नो आफ्नो तरिका हुन्छ नि त कसरी बनाउनुहुन्छ कसरी बनाउनुहुन्छ आज चाहिँ लोकल कुखुराको झोल बनाउने मेरो तरिका हजुरहरूलाई भिडियो मार्फत देखाउने छु अनि सबैजनाले हेरिदिनु होला साथ दिनु होला अब बनाउन सुरु गरौँ यहाँ चाहिँ मुवालाई आटो उहाँलाई सुगर छ नि त त्यही भएर आटो अनि मासु खानु हुँदैन त्यही भएर सब्जी बनाइदिइसकेको छु अनि यहाँ चाहिँ लोकल कुखुराको लागि काट्नको लागि पानी तात्दै छ उता बुवाले मासु काट्दै हुनुहुन्छ अनि यो चाहिँ बुवाईलाई भनेर कलेजो पाङ्रा झिरमा उनेर पोलेर खाऊ भन्दै दिनुभएको थियो अनि म पोल्दैछु अब पोल्छु राम्रोसँग पोल्छु अनि खान्छु अनि उता चाहिँ भात बसालेको छु ग्यासमा अनि सब्जी पनि ग्यासमै पकाऊ भन्दै हुनुहुन्थ्यो बुवाले म फेरि नै मलाई चाहिँ आगोमै पकाएको मिठो लाग्छ भनेर म चाहिँ आगोमै पकाउन सुरु गर्दैछु मलाई किन सब्जीहरू आगोमा अनि कालो कराईमा पकाएको एकदम मिठो लाग्छ त्यही भएर म गाउँ आएको बेला सधैँ उसमै पकाउने गर्छु आगोमै ग्यासमा भात मात्रै पकाउँछु अनि पोलेर रेडी पोलिँदैछ अझै राम्रोसँग पोलेको छैन फेरि पोल्छु फाइनल्ली पाक्यो साथीहरू आगोमा पोलेपछि मैले झिरबाट निकालेर प्लेटमा राखेको छु अब चाहिँ यसमा थोरै नुन छर्किदिन्छु खाए ल साथीहरू हजुरहरू पनि आउनु खानको लागि म चाहिँ पोलेको मासु खाँदैछु उता बुवाले मासु काट्दै हुनुहुन्छ मैले भनेको अलि यसको झोल खाने त्यो सादा बोलिदिन्छु भन्नु आऊ बोल्नु कतिको बसालिदिउँ मैले पोलेको मासु खाएर भ्याएँ अनि त्यत्तिकैमा बुवाले पनि मासु काटेर रेडी पारिदिनु भयो अनि अब पकाउन सुरु गरेँ अनि पहिला मैले तेल राखेको थिएँ अनि त्यसपछि मैले मासु राखेको छु मैले चाहिँ हजुरहरूको पहिला प्याज फुराउनुहुन्छ होला म चाहिँ के गर्छु भने चाहिँ प्याज पहिले डढ्छ नि त मासु नभुटिँदै त्यही भएर मैले चाहिँ पहिला मासु अलिअलि भुट्छु अनि बल्ल प्याज राख्ने गर्छु के यता चाहिँ मैले सबै रेडी पारिसकेको छु यो रहेको प्याज र लसुनको पात अनि यो टमाटर अनि यो चाहिँ मसला उसमा सिलौटामा पिसेको भएर राम्रोसँग पिसेको छैन
यस्तै हो गाउँघरमा। अब एकछिन मैले मासु भर्छु। मासु अलिअलि भुटिसकेको छ। अब यसमा मैले अघि नै काटेर राखेको प्याज लसुनको पत्ता राख्छु। अनि यसमा चाहिँ के हुन्छ भनेपछि पहिले प्याज राख्नुभयो भने प्याज डढ्छ, मासु चाहिँ पाक्दै राम्रोसँग भुटिन्न के। त्यही भएर चाहिँ म पहिला मासु अलिअलि भुट्छु अनि बल्ल प्याज राख्छु। हजुरहरूले कसरी पकाउनुहुन्छ साथीहरू? मेरो चाहिँ यही हो स्टाइल। स्टाइल भनौँ कि अब मैले जानेको भनौँ यही हो। देख्न सक्नुहुन्छ प्याज पनि राम्रोसँग फुरिसकेको छ। अब यसमा चाहिँ म थोरै बेसार राख्छु। अब स्वाद अनुसार नुन, बुढी खायो देऊ म दिन्छु। देख्न सक्नुहुन्छ मासु राम्रोसँग भुटिएको छ। अब यसमा म अघि नै पिसेर राखेको मसला राख्छु। अब मसला र मासुलाई मजाले भुट्ने एकछिन। मान्छेले भेन्थ्यो र बुढीले जस्ताको तस्तै छ। तिम्रो हेर्ने होमवर्क हेर्ने छ कस्तो गरेको बिगारेको छ। बिरालोले खाइदिन्छ अहिले तिम्रो। देख्न सक्नुहुन्छ मासु र मसला राम्रोसँग भुटिएको छ। अब चाहिँ यसमा मैले अघि नै काटेर राखेको टमाटर एड गर्छु। अनि अब टमाटर नपाक्दा समयलाई मजाले चलाउने अनि एकछिन ढाक्नुपर्छ। टमाटर पाक्नको लागि मैले एकछिन ढाकेर राखेको छु। अनि हेर्न सक्नुहुन्छ हाम्रो भान्सा कोठा त्यहाँ चाहिँ ग्यास रहेको छ। अनि यहाँ चाहिँ मकै यो बिउको लागि राख्नुभएको छ। अनि यता चाहिँ भाँडाकुँडा राख्ने ठाउँ। हाम्रो यस्तै छ गाउँघरको किचन। यत्तिकैमा टमाटर पनि पाकिसक्यो साथीहरू। हेर्न सक्नुहुन्छ मजाले गलेको छ टमाटर। सबै राम्रोसँग पाकिसकेको छ देख्न सक्नुहुन्छ। अब चाहिँ म यसमा झोल एड गर्छु। लोकल कुखुराको मासु भन्दा पनि मेन झोल नै टेस्टी हुने गर्छ। हजुरहरूलाई थाहा नै होला खाइराख्नु भएको मान्छेहरूलाई। अब लोकल कुखुराको झोल। अब यसलाई एकछिन उम्लिन छोडिदिने।
हेर्न सक्नुहुन्छ साथीहरू आगोमा झोल पाक्दैछ मजाले लोकल कुखुराको झोल। अनि यो लोकल कुखुराको झोल चाहिँ हाम्रो नेपालमै हुनुभएकोलाई खासै मतलब हुँदैन किनभने बेला बेला खाइरहेको हुनुहुन्छ। यो खास गरी जो विदेशमा हुनुहुन्छ देशदेखि बाहिर हुनुहुन्छ उहाँहरूलाई चाहिँ एकदम याद गर्नुहुन्छ होला यो मेरो भिडियो देखेर उहाँहरूले। हजुरहरूकै लागि बनाएर राखिदिएको छु, सबैजना आउनु होला खानको लागि। सबैजनालाई मेरो वाइटी फ्यामिलीहरूलाई इन्भाइट छ मेरो लोकल कुखुराको झोल खानको लागि। नि ल साथीहरू मेरो आजको भ्लग यही नै थियो। सबैजनाले अहिलेसम्म हेरिदिनु भयो, साथ दिनुभयो, हजुरहरूलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। यसरी नै फेरि अर्को भिडियोमा भेटौँला। बाई बाई सबैजनालाई।